हेर्न सक्नुहुन्छ गाइज होइन हामीले धानसान काटेर सकिसक्यो अनि यसरी अनि पुरै हेर्न सक्नुहुन्छ पुरै धानसान काटेर एकदमै फाइनली गरिसक्यौँ बोझा बाँधेर मुटासुटा बाँधेर अनि चट्टसँगले अनि यसरी थुपारेर राखेको छ हेर्न सक्नुहुन्छ अनि यसरी थुपारेर अनि त्यही हो अनि भोलि ठेसर लाग्ने छ यो चाहिँ फाइनली भोलि दिउँसोतिर हुन्छ होला हेर्न सक्नुहुन्छ पछाडि धान थुपाएर सकिसक्यो लगभग 5 बजेको छ है गाइस सकिसक्यो होइन यता मामाहरूको पनि चाहिँ थुपारिसक्नु भयो यहाँनिर छ मामाहरूको अनि हाम्रो चाहिँ त्यहाँनिर छ अनि फाइनली चाहिँ भोलि ठेसर पुरै लाग्ने छ हेर्न सक्नुहुन्छ अनि त्यही हो अनि मेरो चाहिँ भिडियोहरू चाहिँ आइरहेको छ सबजनाले माया गरिदिनु भएको छ हेर्नु भएको छ एकदम खुसी लागेको छ मलाई पनि गाइस होइन गाइस मैले अस्ति तपाईँहरूलाई भनेको थिएँ ठेसर लगाउनु पर्छ भनेर ठेसर कहाँबाट पाउने धान उठाएदेखि पानी आएकै आइ अनि आज पनि पानी आइरह अब 2-3 दिनसम्म पानी आउँछ अरे अनि यसपालि चामलको भात खाइहाल्छ जस्तो मलाई पनि लागेन धान यस्तो डुबेको छ अब कहिले हुने हो ठेसर कहिले पाउने हो थाहा छैन धान यस्तो भएरै डुबेर बसेछ अझै पानी आउँछ अरे 2-3 दिन पानी आउँछ भनिरहेको छ अनि यस्तो भएको चाहिँ मौसम चाहिँ हेर्नु हाम्रो मात्रै होइन गाइस अरूको पनि पुरै यस्तो भएको छ हेर्नु धान अहिले त्यस्तो त्रिपलले छोपेर अनि अहिले त के हो पुरै गाउँभरि त्रिपल परल सबको त्यस्तो बिजोग भए पानी आएकै आइछ अनि त्यही हो मेरो भिडियो चाहिँ कस्तो आइरहेको छ होइन सबजनालाई सायद कसैलाई मन पनि पर्दैन होला कसैलाई चाहिँ मनपर्छ होला अनि जाडो छ अनि सुहा आवाज पनि आइरहेछ होला सायद त्यस्तो आवाज आउँछ अनि अहिले कार्तिक लागेको छ जाडो पनि हल्का बढ्दै गएको छ अनि एकदम मौसम त तपाईँहरूलाई कति देखाउनु अहिले पनि अलिअलि पानी परिरहेको छिटा अनि हरियाली चाहिँ अहिले एकदमै बढेको छ गाई त्यस्तो हरियो भए हेर्नु यहाँ हरियो भएको छ गाई अनि त्यही हो एकदमै तपाईँहरूले पनि माया गरिदिनु भएको छ मलाई एकदम खुसी लाग्छ अनि मेरो भिडियो चाहिँ कतिजनालाई मनपर्छ मन पर्दैन मलाई केही लाग्दैन म जस्तो हुन्छ त्यस्तै मैले भिडियो बनाएर हालेको छु अनि हालिरहन्छु मेरो 3 दिन गरेर भिडियो आउँछ गाइस म एकै दिनमा चाहिँ अलि नभ्याउने भयो भनेर 3 दिन गरेर हाल्दैछु यहाँ हाल्नु ल धानको बिजोगी यस्तो भएको रातभरि पानी परेछ अस्तिदेखि रातभरि दिनभरि पानी परेछ अनि कस्तो हुन्छ पानी यहाँ हाल्नु न यस्तो छ अनि के भयो मौसम पनि आज चाहिँ यसो भिडियो बनाउँदै हिँडिरहेको छु अनि तपाईँहरूलाई नि भिडियो बनाएर देखाउन सकोस् अनि मेरो पनि भिडियो बन्छ तपाईँहरूले पनि एकदमै हेरिदिनुहुन्छ भनेर चाहिँ मलाई एकदम आशा छ अनि त्यही हो म छोटो क्लिप लिँदै एकदमै हिँडिरहेको छु अनि त्यही हो जाडो पनि छ अनि कस्तो जति सक्दो छ मैले क्लिप लिएर गरिरहेको छु भन्नु पऱ्यो त्यहाँ हामी धानको बिजोगी पुरै भिजेर गाह्रो छ गाइज यो किसान पनि एकदमै गाह्रो छ यो काम चाहिँ अब 1 वर्ष गर खेती अनि फेरि धान रोप्ने बेला पानी आउँदैन अनि धान काटेर धन राम्रोसँग घाम लागेर सुकाएर धन एकदम भित्र हुनुपर्ने धान अब यस्तरी भिजेको छ अनि कहाँबाट फाइदा हुने त्यो त 1 वर्ष खाना नि हम्मै छ गाह्रो छ गाइज पहिलाको जस्तो छैन दिनदिनै अब ऊ हुँदै गयो अनि एकदमै चाहिँ ऊ हुँदै गयो त्यसैले त्यही हो भन्न चाहन्छु गाइज सबैजनाले स्किप नगरिकन हेरिदिनु भिडियोहरू राम्रो आइरहेछ मेरो आउने छ अझै आउने छ भन्ने आशामा सबैजना बसिदिनु होला भन्न चाहन्छु सबजना लाइक पनि है सेयर पनि अनि फलो पनि एकदम गरिदिनु पर्यो भन्न चाहन्छु ल हेर्न सक्नुहुन्छ हाम्रो त धन्न बोझा बाँधेर हामीले होइन उठाएर पनि राखियो अब यो यस्तो भिजेको धानलाई के भन्ने ल भन्नु त ल अब यो एकदम उम्रिने बेला पनि हुन्छ है गाई अब यस्तो ढलाएर यसरी राखेको छ अनि किसानको के हालत हुन्छ ल हेर्नु त 1 वर्षसम्म खानेको हो धान हो यो यस्तरी भिजेको छ ल हेर्न सक्नुहुन्छ अनि त्यही हो हाम्रो त लगभग नर्मली जस्तै हो अनि म चाहिँ किनकि छोटो क्लिप लिँदै हिँडिरहेको छु अनि यस्तरी भिजिसकेपछि अनि कहाँबाट किसानलाई के हुन्छ 1 वर्ष खाने धान भिज्यो अझै पानी आउने जस्तो मौसम भएको ल हेर्नु ल
यस्तो मौसम भए बेलुका फेरि पानी आउँछ ल अब 3-4 दिनसम्म अब के थाहा त अब पानी यसरी आउँछ यसरी ओइरिन्छ भनेर त कसैलाई थाहा हुँदैन यो प्रकृतिको खेल हो कसैलाई केही थाहा हुँदैन यो एक्कासी आउँछ पानी अनि पर्छ अब ल पानी ल हेर्न सक्नुहुन्छ यो खेतमा पानी यसरी जम्ने चाहिँ हेर्नु ल म यसरी हिँड्नु परिरहेको छु ल हेर्नु त अनि त्यही हो गाइज मैले होइन सबै भिडियोहरू छोटो छोटो क्लिपहरू चाहिँ मैले लिएर अनि जति सक्दो हुन्छ भिडियो बनाउने कोसिस गर्दैछु अनि कसैले पनि क्लिप केही नगरिकन सर्र हेरिदिनु भन्न चाहन्छु है गाइज अनि यही हो म जति सक्दो हुन्छ तपाईँहरूलाई पनि इन्टरटेनमेन्ट होस् अरूलाई पनि होस् भन्न चाहन्छु है गाइज बाई बाई गाइज लभ यु गाइज